चाहिँ ताप्लेजुङ जिल्लाको मिका खोला गाउँपालिका फलङ। अहिले हामी चाहिँ स्प्रिङ्कल घुमाउनु जाँदैछौँ। बाटो यस्तो छ, लड्नु पनि सकिन्छ। अल्छी नमानी हेरिदिनु होला। यस्तै चाहिँ गाउँघरतिर दुःख सँगसँगै रमाइलो पनि छ। अहिले म तपाईँहरूलाई एकछिनमा स्प्रिङ्कल राखेको ठाउँमा पुगेपछि देखाउँछु। यस्तो छ यी सिनहरू छ। यो चाहिँ सबै यो पाइपहरू बगानतिर लगेको स्प्रिङ्कल घुमाउनु, पानी घुमाउनु। बेला बखा आइराख्नुपर्छ। बलुवा सलुवा निस्किटीहरूले यो जाम हुनसक्छ, त्यही भएर बेला बेलामा यहाँ सफा गरिराख्नुपर्छ। 8-10 दिन 8-10 दिनमा। कसैले यस्तो बनाउँछ, सबैको यस्तो भना छ। अलैँची बगान पारीदेखि नै गाउँ चाहिँ नाल्बो हो, अनि परदेखि नै चाहिँ त्यो पान्दालुङ होला। ओ बाटो चाहिँ जे जस्तो हो भने गाउँतिर ढुङ्गाको सोलिङ लगाएर एकदम राम्रो हुन्छ। यस्तो दामी छ यो बगान त, कसम भने लोप लाग्दो। कति करोड फल्छ यहाँदेखि सबै गरेर। सेम है, राम्रो छ। भुङ्कुमे झर्ना जाने बाटो पनि यही हो, हाम्रै गाउँ हुँदै जान्छ। पारीको गाउँ के भन्छ, नाल्बो। पुरै धान पहेँलो भएर एकदम राम्रो भइरहेको रहेछ। अब काट्ने बेला हुनु आँट्यो। यस्तो दामी छ, भेट्नु आएको यो चिन्छ होइन। यस्तो दामी छ यो नाल्बो गाउँ हो। यो एकदम धान पाकेर पहेँलो भयो। ब्लग गर्ने हेर्नु अब यहाँ यो चाहिँ बगानको हाम्रो यता बाटो। यहाँ यो बाटो हुँदै खोक्लिङ हुँदै बजार घुम्ने निस्किन्छ। यहाँ एउटा घोडाको चित्र भएको जस्तो देखिन्छ यो ढुङ्गा भिरमा। यहाँ रुखले छेलिएछ, अलिक देखिँदैन राम्रो। त भएको यहाँ घोडा जस्तो देखिन्थ्यो। छेलिँदो रहेछ, छेलिएछ झाँक्सीले। घोडा जस्तो देखिन्थ्यो। यस्तो छ बाटो, पानी घुमाउनु हिँडेको। स्प्रिङ्कलले पानी नै फाल्नु छोडेछ। यस्तो हुन्छ, भिड पाखामा हुन्छ अलैँची। दुःख छ, दुःख सँगसँगै ओ सेट भन्दै लड्यो यार। हाम्रो अब अलैँची बगान छेउछाउमा एउटा दामी भ्यू पोइन्ट पनि छ, तपाईँहरूलाई देखाउँछु म। यो चाहिँ फेमस हाम्रो चुचे ढुङ्गा भनेर चिनिन्छ। एकदम यहाँ अहिले लोकलहरू मात्रै यहाँ आउँदैछ। पछि अलिक राम्रो भएपछि चाहिँ यो पनि फेमस हुन्छ। त्यही भएर म यसलाई फेमस पार्नु जाँदैछु। अब अझै राम्रो नभए पनि ठिकठाकै छ। चुच्चे ढुङ्गा दामी देखिन्छ है भ्यू, सनसेटहरू। सनसेट त के देख्छ भन्नु, यत्रै तपाईँको हाम्रो वाउ बब्बाल देखिन्छ। हरियाएर पो देखिन्छ कि यार। यहाँ भ्लग हुँदैछ, यहाँ के गरेको? ओ माई गड, यहाँदेखि तल हेर्नु सकिँदैन गाइज। यो त एकदम डर लाग्दो छ। यहाँदेखि 1 मिनट अब रिङ्गटा लाग्नु थाल्यो। वाउ, तलको मेवा खोला तल यस्तो छ है। त्यस उपर हाम्रो काकाको घर हो। दामी छ ठाउँ त यार।
स्वर्गै छैन यो ठाउँ। पर्छ अरे यसरी घुम्छ क्या पानी छि गाह्रो छ। उफ पानी घुमाउँदा घुमाउँदा रात पर्यो है गाइस। बगान त आँखाले नभ्याउने बगान छ है। यस्तो दामी बगान छ कि चियाबारी जस्तै। के गर्नु भिडियो बनाउनु गाह्रो छ घारी घारीमा यस्तो छ। ए मरे 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 के यस्तो सुन फलाउनु गाह्रो छ गाइस। कालो सुन फलाउनु धेरै गाह्रो छ। सबै बगानमा लगेको पानी यस्तो छ। राति हुँदै गएपछि चिसो बढ्दै गयो। हिरो कहाँ गयो? उफ गल्यो ओ कता पुग्छ हिरो? यस्तो थियो रात पर्यो पानी घुमाउँदा घुमाउँदा। आजलाई यति नै। बगान पनि अन्धकार भयो।